तपाईँ गेस गर्न सक्नुहुन्छ यो मोबाइलमा के समस्या छ भनेर। यदि तपाईँलाई लागिरहेछ यसमा डिस्प्लेको प्रब्लम हो भने यो भिडियो पुरा हेर्नु होला, किनभने हामी यो मोबाइल खोलेर बनाउन गइरहेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ यसमा ब्याक प्यानल पुरै क्र्याक भइसकेको रहेछ हैन। प्लस तपाईको यो मोबाइल खोल्दै गर्दाखेरि हामीले देखेको समस्याहरू तपाईँलाई भन्दै गइरहेछौँ। यो मोबाइलको अवस्था हेर्दा जहाँसम्म लागिरहेछ यो मोबाइल कुनै पक्कै जाँड खाने मान्छेको हातमा परेको थियो जस्तो छ। हेर्न सक्नुहुन्छ पुरै कचाक पुचुक बनाउने गरी पुरै बजाइरहेछ मोबाइललाई, हाउजिङै बाङ्गो टिङ्गो हुने गरी। र पनि हामीले जसरी तसरी भएन पनि यो मोबाइललाई बनाएर छोड्छौँ भन्ने अटोट लिएर हामी पुरै मोबाइललाई फ्रेम सफा गर्दै मोबाइलमा नयाँ डिस्प्ले हालेर चेक गरिरहेछौँ। मोबाइल अन हुन्छ कि हुँदैन भनेर चेक गरिरहेछौँ। ल बधाई छ, मोबाइल अन भएछ। यो मोबाइलमा समस्या तपाईँले गेस गर्नुभयो जस्तै डिस्प्लेकै समस्या थियो। यो मोबाइल फिट गर्न गइरहेका छौँ हैन। यो मोबाइलमा तपाईँको डिस्प्ले भनेको एकदम राम्रो खालको डिस्प्ले हालिदिएको छौँ हैन। यदि तपाईँको मोबाइल पनि कुनै यस्तै अवस्थामा छ भने ढुक्क भएर तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर रहेको छ 9813950508। हाम्रो लोकेसन रहेको छ चाबेल चोकबाट ठ्याक्कै बौद्ध जाने बाटोमा केएल टावर मलको जस्ट अपोजिट पुष्पा इलेक्ट्रोनिक एन्ड सर्भिस। तपाईँको कन्फ्युज हुनुभयो भने मेडिकल पसलको सँगैको मोबाइल पसल भनेर बुझ्दा हुन्छ। त्यति मात्र नभएर हाम्रोमा ल्यापटप, मोबाइल अथवा आइफोन जुनसुकै मोबाइल रिपेयर खुद्रा तथा होलसेल मूल्यमा रिपेयर गरिन्छ हैन। त्यही भएर चाँडो भन्दा चाँडो सम्पर्क गर्नु होला। धन्यवाद।